फरक छ। We carry the Bible. हामी चाहिँ बाइबल बोक्दछौँ, We sing. हामी भजन गर्न We जाँदछौँ, pray. हामी प्रार्थना गर्दछौँ, We fasted. अनि हामी उपवास गर्दछौँ। But तर your character, तपाईँको चरित्र, it's very important. तर त्यसमा तपाईँको चरित्र It धेरै tells महत्त्वपूर्ण people छ। whom you are. त्यसले चाहिँ तपाईँ को हो भन्ने कुरा जनाउँदछ। People, they classify you through your character. तपाईँको व्यवहार अथवा तपाईँको चरित्रको कारणले गर्दा तपाईँ को हो भन्ने कुरा The way you walk, अनि the way you walk, अनि जब तपाईँ हिँड्नुहुन्छ, the way you speak, जब तपाईँ बोल्नुहुन्छ, the way you do, तपाईँले जे गर्नुहुन्छ नि, they will tell you तपाईँलाई त्यो कुराबाट You are Christian. कि तपाईँ ईसाई अथवा you विश्वासी are हुनुहुन्छ। Christian, तपाईँ चाहिँ you are pagan, तपाईँ चाहिँ कुनै पनि संसारिक व्यक्ति हो भनेर, you are prostitutes, तपाईँ चाहिँ एउटा व्यभिचार हो you भनेर, are killer तपाईँ चाहिँ एउटा मृत्यु You are murderer. मार्ने मान्छे हो भनेर। because of your character. तर त्यही कुराहरूबाट चाहिँ विभिन्न कुराहरूबाट I'm here चाहिँ today. छुट्याएको छ। What is character? आज म तपाईँलाई भन्न चाहन्छु चरित्र भने के हो। Character is a combination of good behavior एउटा चरित्र भनेको चाहिँ एउटा असल व्यवहारको एउटा मिश्रण हो, discipline and good conduct. एउटा अनुशासन र राम्रो व्यवहार हो। It's built the relationship between man to a man. अनि एउटा चाहिँ मानिसदेखि अर्को मानिससँग एउटा सम्बन्ध गाँस्ने एउटा Where there सम्बन्ध is हुन्छ। character, जब त्यहाँ चरित्र हुँदछ, there is discipline. त्यहाँ चाहिँ अनुशासन हुँदछ। Where there is discipline, जब त्यहाँ अनुशासन हुन्छ, it conducts you to one another. अनि एउटा एक अर्कामा चाहिँ असल व्यवहार हुन्छ। You can sing a good song. You can sing a good song. तपाईँ असल एउटा गीत भजन But गाउनुहुन्छ, if there is no discipline, तर त्यहाँ अनुशासन छैन भने you are a liar. तपाईँले त्यहाँ झुट बोल्दै You हुनुहुन्छ, are a liar. तपाईँले त्यहाँ झुट गर्दै हुनुहुन्छ। But तर there is things we can do त्यहाँ एउटा गर्ने कुरा छ, and what we cannot do. तपाईँले त्यहाँ नगर्ने कुरा के छ भने We have attitudes. Attitudes. अनि हाम्रो एउटा भनौँ न व्यवहार, Attitude without character. एउटा व्यवहार चाहिँ हाम्रो कुनै पनि चरित्र बिनाको छ भने You cannot be trusted. तपाईँलाई भरोसा गर्न सकिँदैन। Okay. You can agree with me in this one. तपाईँले कति कुराहरू मलाई यसमा सहमत हुनुहुन्न होला। Your character gives value to the people. चरित्रले चाहिँ अरू व्यक्ति मानिसहरूलाई चाहिँ एउटा Your character gives value to the people. तपाईँको आफ्नो हाम्रो चरित्रले चाहिँ अरू मानिसहरूलाई चाहिँ एउटा मूल्य आफ्नो मूल्य I'll give चिनाउँदछ। a good example. म एउटा असल उदाहरण दिन चाहन्छु। You value me with this one. तपाईँले मलाई आदर गर्नुभयो र भनौँ न एउटा सम्मान दिनुभयो। It's too small. यो It's एउटा too small. यो सानो छ, But the value for it तर एउटा कारणले तपाईँले मलाई आदर is गर्नुभयो। big. The value for this one is big. तर यो सानो हेर्दामा सानो खादा भए तापनि तपाईँले मलाई ठुलो आदर गर्नुभयो। You can see the small things. तपाईँले देख्दै हुनुहुन्छ सानो, It's carrying honor, यसले चाहिँ एउटा आदर देखाउँदछ, valuing. एउटा भनौँ न मूल्य We देखाउँदछ। value Munga to come here. जब हामी तपाईँले यहाँनिर मुङ्गा आउनुहोस् पास्टर मुङ्गा That's भनेर why we give you this one. तपाईँले आदर गर्नुभयो, तपाईँले And दिनुभयो। your character. तपाईँको चरित्र People outside, बाहिर they will tell you, उहाँहरूले भन्नुहुनेछ, they will value you, तपाईँलाई आदर गर्नुहुनेछ, they will look at you, मूल्य गर्नुहुनेछ, they हेर्नुहुनेछ, will talk on you, तपाईँलाई बोल्नुहुनेछ, they will describe you. तपाईँलाई चित्रण गर्नुहुनेछ। You will not get this one. तर तपाईँ यो पाउनुहुन्न नि। To get this one outside, यो पाउनको लागि चाहिँ बाहिर it's a respect. त्यो चाहिँ एउटा आदर। Do you get respect outside? तपाईँले के तपाईँले बाहिर आदर पाइरहनु भएको छ? Hello? हजुर तपाईँलाई फेरि पनि हेलो। भन्छु, Listen, do you get respect outside? तपाईँले के तपाईँले बाहिर चर्चदेखि बाहिर अथवा परिवारदेखि बाहिर If people respect you, आदर गरिरहनु भएको छ? your character is good. यदि तपाईँलाई कसैले आदर गरिरहनु भएको छ नि तपाईँको चरित्र राम्रै छ भने That's जान्छ। what we call the value. अब अर्को हाम्रो मूल्यको बारेमा जानेछौँ। Number one, पहिलो नम्बरमा honest should be your law. The honest should be your law. अब इमान्दारिता भन्ने चाहिँ कुरा चाहिँ तपाईँको पहिलो नियम हुनुपर्दछ। Most of us here, some of us, यहाँनिर प्राय व्यक्तिहरू we don't value our marriage.
कति प्राय हामी एउटा वैवाहिक सम्बन्ध भइरहँदा पनि हामीले हाम्रो We विवाहलाई don't मान्दैनौँ। value our wives. हाम्रो श्रीमतीलाई हामी कति कुराहरू आफ्नो श्रीमतीलाई मान्दैनौँ। You don't value your husband. कति श्रीमानले श्रीमतीलाई र श्रीमतीले श्रीमानलाई मान्दैन। And you are Christian. तर पनि क्रिस्चियन अथवा इसाई You are not. तर त्यो कारणले तपाईँ त्यो A good Christian, यदि असल क्रिस्चियन हो भने you must value your marriage. असल क्रिस्चियनले चाहिँ के गर्छ भने विवाहलाई सम्मान गर्छ। And you see some Christian, अनि तपाईले देख्दै हुनुहुन्छ कति विश्वासीहरू they are in the marriage. उनीहरू विवाहमा हुन्छन् They do sex out of marriage. तर त्यो विवाह हुँदा हुँदै पनि बाहिर एउटा व्यभिचार गर्दछ। Do you value your marriage? त्यो चरित्रले के त विवाहलाई सम्मान गरेको छ। Do you value your marriage? त्यो कारणले गर्दाखेरि त्यो You don't विवाहलाई सम्मान value. हुन्छ त। Why you do sex out of your marriage? किन श्रीमती हुँदा श्रीमान हुँदा चाहिँ बाहिर चाहिँ एउटा व्यभिचार अथवा Why you hate your wife? किन चाहिँ आफ्नो श्रीमतीलाई अवहेलना अथवा Why you hate your husband? किन चाहिँ तपाईको श्रीमानलाई हेला गर्नुहुन्छ। And the Bible says, बाइबलले भन्नुहुन्छ God created human being परमेश्वरले मानिसलाई बनाउनु भयो for his own image. आफ्नै स्वरूप र सम्मानतामा Your बनाउनु भयो। wife, अनि तपाईको श्रीमती your husband, तपाईको श्रीमान पनि it's your picture. अनि त्यो चाहिँ परमेश्वरको It's पिक्चर your एउटा image. इमेज हो। Value him. तर त्यही हामीले एकअर्कालाई आदर Respect गर्नुपर्छ, her. प्रेम गर्नुपर्छ, आदर गर्नुपर्छ। That's what we call value. त्यसले नै एउटा भनौँ आदर अथवा मूल्य We दिनुपर्छ। men, हामी मानिस men, भनौँ पुरुष sometimes कहिलेकाहीँ we are so proud. कहिलेकाहीँ हामी एउटा घमण्ड गर्दछौँ। I'm a man. हामी चाहिँ एउटा पुरुष हो, म चाहिँ पुरुष हो Do for भनेर me, do for मेरो me. लागि गर्नुपर्छ, म चाहिँ एउटा पुरुष हो भनेर। Hello, man. Hello. हजुर तपाईँले हेर्दै हुनुहुन्छ Do here. लु यहाँ अहिले गर्नै पर्छ, म त श्रीमान हो Me, भनेर। I'm an image of God. हामी चाहिँ एउटा घमण्ड गर्छ, म चाहिँ Even your परमेश्वरको wife is the image of God too. हामी मानिस पुरुषले मात्र होइन तर श्रीमती अथवा needs- स्त्री पनि परमेश्वरको प्रतिरूप हुनुहुन्छ। Your value. अनि त्यसै कारणले त्यो भ्यालु You need his value. अनि एकअर्कामा चाहिँ हामीले चाहिँ एउटा भ्यालु आदर अथवा मूल्य सम्मान चाहनुपर्छ। Question number 1. अनि पहिलो चाहिँ Honesty should be your law. इमानदारिता चाहिँ तपाईँको पहिलो नियम हुनुपर्दछ। What I'm saying, honesty should be your law. म के भन्दैछु भने इमानदारिता भन्ने कुरा चाहिँ God created human being परमेश्वरले मानिसलाई बनाउनु in his own image. आफ्नै स्वरूपमा बनाउनु भयो They sat together. अनि उहाँहरू चाहिँ एकै ठाउँमा बस्नुभयो। Let us create a man आऊ अब हामी बनाऊ भन्नुभयो and our own image. आफ्नै स्वरूपमा। This one happened. अनि यो चाहिँ हुन्छ कि Today, आज पनि husband and wife, श्रीमान श्रीमती आज पनि some families, अनि कुनै परिवार you don't succeed. You don't succeed अनि एउटा भनौँ न किनभने एउटा सफल हुनुभएको छैन because you don't sit down. तपाईहरु एक भएर जुटेर बस्नु भएको छैन। Husband and wife, अनि श्रीमान श्रीमती listen to me. तपाईले कान थापेर सुन्नुहोस्। For God to bless you, तपाईलाई परमेश्वरले आशीर्वाद you need to गर्नुपर्छ। sit you to down. तपाईहरु चाहिँ एक भएर बस्नु पर्ने छ। 2026. यो 2026 चाहिँ What are we going to do? तपाई के गर्दै हुनुहुन्छ? We have the children. हामीसँग सन्तान छोराछोरी We want to हुन्छ। buy ABC. हामीले भनौँ न केही गर्नु पर्ने एबिसी अथवा छ। Sit down with your husband. अनि एक अर्कामा चाहिँ Sit down with your wife. श्रीमान श्रीमती एक ठाउँ बस्नुहोस्। Plan everything in your house. अनि तपाईले एउटा योजना बनाउनुहोस्। The Bible says, बाइबलले भन्नुहुन्छ let us make. लेट अस मेक भन्नाले यो अब हामी बनाऊ They were मानिस। there. अनि टुगेदर एकै ठाउँमा। But today, आज there is no discipline आज अनुशासन in our marriage. हाम्रो विवाहमा कुनै पनि Husband अनुशासन get छैन। money. अनि श्रीमानसँग पैसा Husband छ get money. अनि पैसा छ Being a selfish one. अनि चाहिँ एउटा भनौँ लोभी भइरहेको We छ। put money here on our socks. अनि यसरी मनी चाहिँ भनौँ मोजामा हाल्ने जतासुकै We लुगाउने। come here, we sing. अनि हामी चाहिँ गाउँछौँ है। Your wife asks you, your wife asks you the money. अनि श्रीमतीले त्यो पैसा मलाई दिनुहोस् न श्रीमान भनेर माग्नुहुन्छ। I don't have, you talk alone, you talk, you talk. जुन राख्ने ठाउँमा नराखेर चाहिँ देख्छ भनेर लुगा राखेको हुन्छ। अनि Remember, मसँग पैसा छैन भन्छ। where there's money,
अनि पैसा चाहिँ कहाँ छ? It's here. तर लुकाएर राखेको छ मोजामा है। No discipline. अनि हेर्नुहोस् श्रीमतीले You माग्दै make your family to suffer. अनि अनुशासन छैन अनि यो परिवारले एउटा सतावट आइरहेको When छ। you don't release money, तब हामीले त मनीलाई it's your children. अनि तपाईसँग बच्चा हुन्छ। Not my children are suffering. Not my children are suffering. मेरो सन्तानहरू सफर हुने भनौँ You पीडा are हुने। making your children to suffer. अनि बच्चाहरूलाई चाहिँ एउटा पीडा दिइरहनु भएको छ। Are we together? अनि के तपाईँहरू सहमत Are we हुनुहुन्छ? together? अनि के तपाईँ हामी एक भइरहेका छौँ? This one happened here. अनि यो चाहिँ अमेरिकामा अहिले हाल भइरहेको कुरा छ। Bad luck. Bad luck. त्यो एउटा नराम्रो दुर्भाग्यवश And maybe this one got lost. अनि हेर्नुहोस् लुकाउन त लुगायो तर त हरायो है। Then did you see my wallet in? Did you see my wallet in the house? मेरो के पर्छ उहाँले पैसाको के अरे थैली चाहिँ तपाईँले कतै देख्नुभयो भनेर भन्छ। Innocent lady. अनि एउटा नजान्ने अब भनौँ न एउटा I don't know स्त्री। anything. अनि ऊ त एउटा निर्दोष है आफ्नो श्रीमती त Then you are my husband, I'm your wife. How much was it? Inside. अनि कति चिज थियो त पर्समा भनेर सोध्छ। 4,000. 4,000 4,000. 4,000 Got lost. अनि त्यो हरायो त। Yesterday I asked you money. अनि मैले तपाईँलाई भन्दैछु You त say you don't have money. अनि त्यो पैसा छैन भनेर। We get punishments. अनि एउटा The भन्नु Bible says, अनि बाइबल भन्छ men, मेन Men. पुरुष live with your wife with your knowledge. अनि आफ्नो श्रीमतीलाई चाहिँ एउटा भनौँ न Leave your wife with your knowledge. अनि एउटा ज्ञान बुद्धिहरू Don't say because she's a woman. अनि Never. हामीले श्रीमती मात्रै भनेर एउटा महिला मात्रै भनेर नभनौँ। She's clever. अनि ऊ चाहिँ एउटा बाठो छ। The word in English says, अनि एउटा अङ्ग्रेजीमा भनाइ छ behind a successful man, अनि एउटा असल मानिसको खुसी मानिसको पछाडि चाहिँ there is a woman. अनि एउटा सफलता खुसी Behind a successful man, एउटा खुसी अथवा सफल पुरुषको अथवा there is a woman. व्यक्तिको पछाडि चाहिँ एउटा श्रीमतीको ठुलो हात हुन्छ। My question to you, अनि म तपाईलाई एउटा प्रश्न गर्न चाहन्छु your wife is behind you. के तपाईको श्रीमती चाहिँ पछाडि Do तपाईको you value her? के तपाईले आफ्नो श्रीमतीलाई आदर अथवा Do सम्मान you गर्नुहुन्छ? love her? के तपाईले प्रेम गरिरहनु भएको छ? Do you share what you have in the house? के तपाईले राख्नु भएको त्यो पैसा त कुनै कुरा तपाईले बाँड्दै हुनुहुन्छ आफ्नो Or you श्रीमती? share outside? अर्की परिवार भन्दा अथवा आफ्नो श्रीमती भन्दा बाहिर बाँड्दै हुन्छ? American music. अनि कि अमेरिकाको म्युजिकहरुमा You go there, women. Oh, अमेरिकाको म्युजिकहरु बाहिर कुनै डान्सहरु बारहरु हुन्छ नि यस्तो जाँदै हुन्छ त्यहाँ bring पैसा more. हुन्छ। Bring more. Sorry. अनि यो देख्दाखेरि धेरै म एउटा है The important why your character is good. अब जो तपाईको चरित्र चाहिँ कति इम्पोर्टेन्ट भन्ने कुरा Your character to be good तपाईको क्यारेक्टर अथवा चरित्र गुड हुनको लागि is चाहिँ to make your house very nice. अनि तपाईको चरित्र असल हुनको लागि Proverbs चाहिँ 12, तपाईलाई 17. Proverbs 12, 17. Read there. Proverbs 12, 17. हिब्रू 12 को 17 पद हामी हेर्नेछौँ। Yes, let's read Proverbs 12, 17. यदि 17 पदमा यसो लेखेको छ हितोपदेश 12 को 17 एक सत्यवादी साक्षीले इमानदार गवाही दिन्छ तर झुटो साक्षीले झुटो कुरा बोल्छ। Repeat it again. म फेरि पनि दोहोर्याउने छु हितोपदेश 12 को 17 एक सत्यवादी साक्षीले इमानदार गवाही दिन्छ तर झुटो साक्षीले झुटो कुरा बोल्छ। Some of us here as the Christian, हामी यहाँनिर है विश्वासी हामी भन्छौँ do we speak honest के तपाईँ हामी इमानदार सत्य कुरा बोल्दैछौँ or we lie to our marriage? कि हामी आफ्नो विवाह सम्बन्धी हामी केही कुरा ढाँटिरहेका छौँ? I was attacking only men. I was attacking men. अनि यो मानिसलाई भनौँ न पुरुषलाई मात्रै एट्याक Let me back to women too. अघि मैले पुरुषलाई मात्रै भने है तर म You are married with this man. You are married to this man. तपाईले चाहिँ है आफ्नो जुन तपाईको श्रीमान हुनुहुन्छ नि तपाईले त्यो अब बिहे गर्नु You भएको are छ married to this man. तपाईले आफ्नो श्रीमानलाई बिहे गर्नु भएको छ You get money too. You get money.
अनि तपाईले म पैसा पाउनुहुनेछ Instead of telling your husband, this is money what I have, अनि यो पैसा जे छ त मसँग भएको 2 accounts in the house. अनि त्यो घरमा चाहिँ तपाईले दुईटा एकाउन्ट हुनुहुन्छ You buy your own things alone without your husband knowing. तपाईले चाहिँ आफ्नो भनौँ न श्रीमानले चाल नपाइकन अरू कुरालाई चाहिँ भ्यालु अथवा सम्मान नदिनु भएको You send money to your family अनि तपाईले अर्को कुनै पनि आफ्नो भनौँ न without your husband knowing. अनि तपाईले आफ्नो जस्तो श्रीमानलाई थाहै नदिकन आफ्नो आफन्तलाई पैसा पठाइरहनु भएको छ भने You are a liar. तपाईले त्यो गर्दै हुन्छ भने And you call yourself a Christian. तर तपाईँ त्यो गर्दा गर्दै पनि तपाईँ क्रिस्चियन भन्नुहुन्छ भने You are not a Christian. तपाईँ त्यो आफ्नो चरित्र व्यवहारले तपाईलाई You are a thief. तपाईँ चाहिँ एउटा चोर भन्न सक्छ You are a thief. त्यसलाई त्यस्तो व्यक्तिलाई चाहिँ चोर भनिन्छ Sit down. अनि बस्नुहोस् My husband. श्रीमान तपाईँ Your बस्नुहोस् family is my family. तपाईले भन्न सक्नुहुन्छ श्रीमतीले पनि तपाईँको family परिवार is पनि your मेरो family. परिवार हो तपाईको मेरो परिवार पनि तपाईँको When तपाईँको I परिवार need to हो। help your family, जब मैले तपाईँको परिवारलाई सहयोग गर्छु we need to discuss. अनि हामीले एक अर्कामा छलफल We गर्नुपर्छ send money to your family. अनि तपाईँको परिवारलाई मैले पठाएँ You agree again, you send money to our family. अनि तपाईँ पनि सहमत हुनुहुन्छ हाम्रो परिवारलाई पनि आफ्नो Some of the women, प्राय केही महिलाहरू अथवा they स्त्रीहरू do चाहिँ things without telling their husbands. अनि आफ्नो काम चाहिँ अथवा निर्णय चाहिँ श्रीमानलाई नसोधिकन गर्नुहुन्छ Then you call it, my sweetheart, my darling, my dear. अनि You are त्यसो not. भन्नुहुन्छ मेरो श्रीमान मेरो प्रिय श्रीमान अथवा श्रीमती भन्नुहुन्छ You are liar. अनि त्यो गर्दै हुनुहुन्छ भने चाहिँ Genesis तपाईँले chapter 2, हाँस्दै हुनुहुन्छ। Genesis chapter 2 verse 15. Genesis chapter 2 verse 15. उत्पत्ति 2 अध्यायको 15 पद खोल्नु Yes. सक्नुहुनेछ Genesis chapter 2, read for that. Genesis chapter 2 verse 15. I'm with you. We'll save time. ओके Genesis chapter 2, listen there. यहाँ उत्पत्ति 2 अध्यायको 15 मा यसो लेखिएको छ परमप्रभु परमेश्वरले मानिसलाई अदनको बगैँचामा लानु भई त्यसको गोडगार र हेरचाह गर्न राख्नुभयो Okay, here say to work it and take care for it. That's the last sentence. अब यहाँनिर भन्दैछ हेरचाह गर्न के भन्नुभयो र हेरचाह गर्नु भन्नुभयो लेखिएको छ नि It has two meanings. अनि त दुईटा कुरा अर्थ दिँदछ The meaning number 1 पहिलो अर्थ चाहिँ is to take care about the garden. अनि त्यो बगैँचाको हेरचाह गर्ने Meaning number 2, अर्को दोस्रो अर्थ चाहिँ के भन्दा God said to Adam and Eve, परमेश्वरले चाहिँ आदम र हव्वालाई भन्नुभयो you need to take care for one another. तर तपाईले परमेश्वरले बगैँचाको हेरचाह गर्नु पहिलो भने दोस्रो चाहिँ एक अर्कालाई पनि हेरचाह गर्नु भनेर दोस्रो भन्नुभयो परमेश्वरले How can you take care of garden and I forget to take care about you? हेर्नुहोस् है त्यो गार्डनलाई चाहिँ अथवा हेरचाह गर्ने तर भनौँ न आफ्नो श्रीमतीलाई अथवा श्रीमानलाई चाहिँ हेरचाह नगर्ने भने। God said to Adam, आदमलाई परमेश्वरले भन्नुभयो take care of your wife. तिम्रो श्रीमतीलाई वास्ता गर्ने And Eve, अनि इवलाई पनि भन्नुभयो take care of Munga. इवलाई पनि भन्नुभयो आदमलाई वास्ता गर्नु अथवा उहाँको उदाहरण लिएर मुङ्गालाई पनि आदर गर्नु भन्नुभयो Cultivate, अब जस्तै हेर्नुहोस् यहाँनिर नि फल्दै फुल्दै वृद्धि हुँदै जानु भन्ने subdue, अनि एकअर्कामा अधीनमा बस्छ make the world to be happy. अनि संसारलाई एउटा खुसी सुन्दर बनाऊ It's shameful in our days. It's shameful. अनि एउटा शरमको कुरा हो कि We as the Christian, हामी एउटा इसाई भए तापनि our character doesn't behave like the Christian. तर हामी इसाई हुँदै गर्दाखेरि पनि हाम्रो चरित्र अथवा व्यवहारले गर्दाखेरि चाहिँ एउटा राम्रो छाप गरेको छैन We need change. हामी चाहिँ बदल्नु पर्ने We छ need change. हामीले चाहिँ बदलिनु पर्ने छ Number 2, दोस्रो चाहिँ let's go to what we call principle. अनि एउटा सिद्धान्त दोस्रो चाहिँ अब सिद्धान्तको विषयमा जानेछ Stand on your principle. अनि आफ्नो तपाईको आफ्नो सिद्धान्तमा अडिग रहनुहोस् बिनुहोस् Principle help to control your life. अनि तपाईको सिद्धान्तलाई चाहिँ के गर्छ भने तपाईको जीवनलाई चाहिँ एउटा नियन्त्रण गरेर राख्छ Because character is a commitment to protect the principle. अनि एउटा चरित्र चाहिँ एउटा कमिटमेन्टहरु एउटा भनौँ न म यो गर्छु भनेर एउटा भनौँ न त्यसले चाहिँ एउटा प्रिन्सिपल अथवा सिद्धान्तलाई चाहिँ सुरक्षित राख्दछ What I mean principle here
अब म यहाँनिर तपाईलाई सिद्धान्त चाहिँ के चाहन्छु भने That's what you call the law of God. त्यो पहिलो सिद्धान्त चाहिँ के हो भन्दाखेरि परमेश्वरको वचन When you have the law of God, यदि परमेश्वरको वचन तपाईसँग छ भने when you have the word of God in you, यदि तपाईसँग परमेश्वरको वचन छ भने God will change your life. तपाईको जीवनलाई परमेश्वरले God will बदल्नुहुन्छ talk to you. परमेश्वर तपाईसँग बोल्नुहुन्छ Okay, you explain to me here. You explain to me here. जसरी तपाईले अघि यहाँनिर भन्नुभयो You carry the Bible. That's correct. जसरी अघि खोया झुण्ड साथै This is the only word of God. सञ्चालन गर्नुले भन्नुभयो कि परमेश्वरको It's जिउँदो वचन God भनेर Himself in this word. यहाँ सबै कुराहरू परमेश्वरको लेखिएको कुरा छ What is your principle in your house? तपाईको परिवारमा तपाईको जीवनमा चाहिँ परमेश्वरको वचन चाहिँ एउटा पहिलो सिद्धान्तमा पर्दछ God has given you authority परमेश्वरले तपाईलाई अधिकार दिनुभएको छ to rule, भनौँ राज गर्नको लागि to take care. अनि हेरचाह गर्नको लागि But we forget to have the word of God in us. हामीलाई हेरचाह गर्नका लागि अधिकार दिनुभएको छ हेरचाह गर्नका लागि एउटा मौका दिनुभएको छ त्यो गर्दै गर्दाखेरि पनि हामीले परमेश्वरको वचन भुलिरहेका छौँ God spoke to Joshua, जसलाई पनि परमेश्वरले बोल्नुभयो meditate my words मेरो वचनलाई लिएर जाऊ day and night. रात र दिनमा Nothing shall escape from you. अनि त्यही कुराहरू तिमीहरूबाट चाहिँ भाग्ने छैन We are getting temptation हामी चाहिँ परीक्षामा पर्न सक्छौँ in our house, हामी परिवारमा at work, काममा because we don't have the word of God. हामी चाहिँ जुनै बेला पनि हामी परीक्षामा पर्न सक्छौँ We are empty. किनभने हाम्रो परमेश्वरको वचन नभएकोले गर्दाखेरि Some of us here, हामी प्राय कोही त्यहाँनिर यहाँनिर मानिसहरू व्यक्तिहरू this is the Bible. यो चाहिँ एउटा बाइबल हो When we finish the service today, जब हामी आज आराधना सेवा सक्छौँ you go to your home. तपाईँ आफ्नो घरमा जानुहोस् You just हेर्नुहोस् यसरी ठ्याक्क फाल्ने अरे Monday off. अनि मन्डे सोमबार आज आइतबार भोलि सोमबार Tuesday. बाइबल थाहा छैन Tuesday off. अनि ट्युसडे मङ्गलबार पनि थाहा छैन बाइबल Wednesday you go off. अनि बुधबार चाहिँ धुलो टक्काएर चाहिँ हामी बाइबल Thursday same. अनि अर्को बार पनि Friday same. बिहिबार पनि शुक्रबार पनि Saturday same. अनि शनिबार पनि Sunday. अनि सन्डे आइतबार आयो अब आइतबार आयो अब धुलो टक्काएर अनि हालेलुया Do you have the word of God in you? के तपाईसँग परमेश्वरको वचन छ त Monday to Saturday. है सातै दिन Nothing. सोमबारदेखि सटरडेसम्म When temptation comes, जब परीक्षा आउँछ नि it will snatch you. तपाईलाई चाहिँ परीक्षा आएपछि Because you पक्रन्छ don't have the word of God. किनभने तपाईसँग परमेश्वरको वचन नभएको Jesus said to Satan, अनि येशू प्रभुले पनि शैतानलाई भन्नुभयो it's written, लेखिएको छ do not tempt your God. परमेश्वरलाई कुनै पनि परीक्षा नगर What do you have अनि के छ तिमीसँग to tell Satan to go? अनि तपाईसँग के छ कि जो शैतानलाई जा भन्ने You don't read the Bible. यहाँनिर तपाईँले You वचन don't पढ्नुभएको pray. छैन You don't pray. प्रार्थना गर्नुभएको छैन You are empty. र जब हामी वचन पढिएन प्रार्थना गरेन भने हामी खाली हुन्छौँ Even you face temptation अनि तपाईँले पहिलो to परीक्षा stand with it. अनि आफ्नो पहिलो परीक्षामा स्ट्यान्ड गर्नको खडा भएर बस्नको साथ चाहिँ हामी हराउँछौँ हल्लिँदछौँ You start shaking. Let me give you a good example. म तपाईँलाई एउटा असल उदाहरण दिन चाहन्छु I was somewhere else. म कुनै ठाउँमा थिएँ I met with a lady, अनि एउटा स्त्रीसँग म भेट a भयो billionaire, बिलिनियर a lady, a woman. धेरै रुपियाँ पैसा भएको धनाढ्य बिलिनियरसँग She said to me, अनि उनले मलाई भनिन् Munga, मुङ्गा I love you. म तिमीलाई प्रेम गर्छु हेर्नुहोस् Me? अनि म Yes. I said, okay. The Bible says, let us love one another. अनि बाइबलले भनेको छ ठिकै छ नि त म एकअर्कालाई प्रेम गर And she said to me, अनि फेरि उनले भनिन् कि bear with me children. Give me a children. अनि भन्नुभयो कि मसँग मलाई एउटा केही सन्तानहरू दिनुहोस् भन्नुभयो I will give you 2 million. अनि भन्नुभएको छ मलाई सन्तान दिनुहोस् अथवा मद्वारा तपाईँले सन्तान बनाउनुहोस् म तपाईँलाई 2 मिलियन दिन्छु भन्नुभएको छ Then I said to her, अनि मैले भने उनलाई I'm a billionaire.
म पनि मिलिनियर हुँ भनेर 2 million is nothing to me. मसँग त्यो 2 मिलियन My God is the provider. मेरो परमेश्वर चाहिँ सबै प्रबन्ध गर्ने He छुटाउने will हो provide for me 10 million and above. अनि कुनै पनि त्यो तपाईले 2 I don't need your money. त्यो भन्दा बढो बढ्तामा परमेश्वरले दिनुहुन्छ तपाईको मलाई रुपैयाँ पैसा चाहिएन भन्नु Remember. अनि सम्झनुहोस् This lady, she was HIV/AIDS. अनि हेर्नुहोस् है त्यो बिलियनरी महिला चाहिँ She wants to have sex with me. She wants to have sex with me. जब मलाई मसँग त्यो भनौँ न सहभाग भयो भने I get money. मसँग पैसा त हुन्छ Then tomorrow I die. तर म त्यो एचआईभी अथवा त्यो रोगको कारणले म मर्नेछु I'm not there. म चाहिँ कुनै पनि अरूको पैसा त भए तापनि मसँग She died. जीवन हुँदैन ऊ पनि मर्छ She died. अनि ऊ पनि ऊ मरे I'm alive. तर उनले मलाई भनेको कुरा मैले स्वीकारिन त I ऊ told मर्यो तर म her, जीवित छु do not tempt your God. I'm a servant of God. Don't tempt me. Far away. अनि यसरी मैले भने कि म चाहिँ एउटा परमेश्वरको दास हुँ मसँग यसो परीक्षा नगर भनेर मैले तिमी जाऊ भनेर मैले भने I overcome temptation because the word of God was in me or is in me. त्यो समय मैले एउटा भनौँ ठुलो परीक्षाबाट मैले निक्लिएँ किनभने मसँग परमेश्वरको वचन थियो My principle is the word of God. मेरो पहिलो सिद्धान्त भनेको चाहिँ परमेश्वरको वचन हो What is your principle? तपाईको सिद्धान्त पहिलो सिद्धान्त के छ We fail to have principle. We fail to have principle. हामी चाहिँ एउटा भनौँ न हाम्रो कुनै पनि सिद्धान्तमा अडिकन सिद्धान्त बनाउनको लागि हामी चाहिँ चुकेका छौँ Matthew chapter 12. Matthew chapter 12. मत्तीको 12 अध्यायमा Matthew chapter 12. Verse 33. Matthew, if you are ready, then read to me. Matthew chapter 12, verse 33. मत्ती 12 अध्यायको 33 मा यस्तो लेखिएको छ 33 यहाँनिर मत्ती 12 को 33 मा यस्तो लेखिएको छ कि रुखलाई असल बनाओ र त्यसको फल असल हुनेछ कि रुखलाई खराब बनाओ र त्यसको फल पनि खराब हुनेछ किनभने फलबाट नै रोग चिनिन्छ People describe you through your character. मानिसले तपाईलाई चाहिँ तपाईको चरित्रद्वारा चाहिँ परिभाषा गर्दछ A good tree will be known by its own fruits. एउटा असल रुख हो भने त्यसको फलद्वारा त्यो रुख चिनिन्छ What is your fruits to the community of Nepalese and the Burma? हेर्नुहोस् नेपाली कम्युनिटी समुदायमा तपाईको फल चाहिँ के छ त Are you the one to be tempted with the 2 million? के तपाईँ चाहिँ त्यो अघिको स्त्री जस्तै 2 मिलियन Are you the one who speak rubbish to the people? 2 मिलियनद्वारा चाहिँ के परीक्षित हुनुहुन्छ अथवा मानिसहरूलाई नराम्रो बोल्नुहुन्छ कि आफ्नो श्रीमतीलाई कुट्दै हुनुहुन्छ There is some African men beat their wife. अनि कुनै पनि एउटा मैले देख्दै थिएँ एउटा अफ्रिकन म्यानले चाहिँ आफ्नो श्रीमतीलाई Do you hear? अनि यहाँ कोही त्यस्तो पनि त्यही व्यक्ति And you हुनुहुन्छ come here. Glory, glory, यदि glory. तपाईँ त्यस्तो हुनुहुन्छ भने यहाँ No फेरि way. तर त्यस्तो गर्दैन चाहिँ त्यो Take चाहिँ care of your wife. गलत हो आफ्नो श्रीमतीलाई प्रेम गर्नुहोस् Take वास्ता care of your गर्नुहोस् wife. आफ्नो श्रीमतीको हेरचाह गर्नुहोस् Sometimes Americans are good. कहिलेकाहीँ अमेरिकनहरू राम्रो हुन्छ Baby, 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 baby. बेबी 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 भनेर भन्दछ We African, हामी अफ्रिकनहरू चाहिँ Asian, एसियन चाहिँ when you are working with a wife, अनि when you are walking, जब हामी श्रीमतीसँग हिँड्दाखेरि you are my wife. You are my wife. जस्तो मानिलियो I'm the husband. श्रीमान श्रीमती Instead of going together, come. No way. No way. भन्छौ है No अब way. श्रीमती Hey, पछि पछि श्रीमती लिड भइसक्यो छिटो अब श्रीमती भन्दा श्रीमती डर डाउनेर राखेको छ American people, अमेरिकन पिपलमा चाहिँ के हुन्छ भने my dear, मेरो प्रिय let's go. लेट्स गो अनि भन्छ अथवा Let's go. लेट्स गो And when we move stairs here, my dear, no, wait. This is what America do. हेर्नुहोस् यहाँ African श्रीमानले people, चाहिँ Asian people. मेरो प्रिय मेरी आउनुहोस् भनेर चाहिँ टोरियामा सँगसँगै Sometimes
कहाँ झरेर आउँछ। Hey, you people! Character is important. अनि हाम्रो चरित्र चाहिँ धेरै Love your wife. अनि श्रीमती मात्रै Take होइन, care for your house. आफ्नो श्रीमतीको मात्रै वास्ता गर्ने, Behind a घरको successful, पनि वास्ता गर्ने। behind a successful man, एउटा सफल पुरुषको पछाडि there is a चाहिँ wife. श्रीमतीको ठुलो हात छ। Check your house. तपाईँको घरलाई Check हेर्नुहोस्, your house. तपाईँको घरलाई हेर्नुहोस्। If you don't progress, अनि यदि तपाईँ कुनै पनि प्रगति गरिरहनु भएको if you छैन, don't have enough blessings, तपाईँसँग प्रशस्त एउटा Sit आशिष down. छैन भने, तपाईँ बस्नुहोस् श्रीमान my श्रीमती। wife, sit here. मेरो श्रीमती यहाँ बस्नुहोस्। My husband, तपाईँको म श्रीमान हो। this here. What's the plan? तपाईँको हाम्रो के प्लान छ, के Plan योजना छ? together. एक अर्कामा योजना बनाउनुहोस्, Plan together. एक अर्कामा योजना बनाउनुहोस् Discuss together. अनि एक अर्कामा छलफल गर्नुहोस्। The $100 do you have तपाईँसँग $100 भएको कुरा, when you plan together जब तपाईँले एउटा सँगै प्रार्थना and गर्नुहुन्छ, pray together? प्रार्थना सँगै गर्नुहुन्छ, योजना सँगै बनाउनुहुन्छ, God will multiply this one. अनि त्यो कुरालाई चाहिँ परमेश्वरले दोबर तेबर बनाउनुहुन्छ। It's not because you have enough money. तपाईँसँग प्रशस्त भएकोले गर्दा If होइन। there is no God, अनि यदि कुनै पनि सुनहरू छैन भने, it will go down. सरी कुनै पनि परमेश्वरको त्यहाँनिर योजना छैन भने चाहिँ Amen. सबै कुराहरू Amen. तल जान्छ। Psalms 19:24. Psalms 19:24. Read. When you sit down and you get the answer, read Psalms 19:24. तपाईँले पढ्नुहोस् भजन सङ्ग्रह 19 को 19:24. 24। Psalms 19:24. You sit down. 19:24. ओके 19 को 24 पदमा Psalms 19:14. 19:14. सरी 19:14. यहाँनिर भजन सङ्ग्रह 19 को 14 पदमा यसो लेखेको छ, हे परम प्रभु, मेरो चट्टान र मेरो उद्धारक, मेरो मुखको शब्द र मेरो हृदयका ध्यान तपाईँको दृष्टिमा ग्रहणयोग्य हुन्। Amen. आमेन Amen. आमेन। Sit down with your wife. तपाईँको आफ्नो श्रीमतीसँग बस्नुहोस्, दुवैजना। So, oh God, अनि परमेश्वर, हे the परमेश्वर, word of our mouth हाम्रो मुखको शब्दहरू, and the meditation of our heart हाम्रो हृदयको विचारहरू, please you. अनि त्यो हाम्रो मुखको शब्द र हृदयको विचारले तपाईँलाई चाहिँ है महिना चढाइबस्, हामीलाई एउटा आशिष And गर्नुहोस्। He will bless you. अनि भन्नुहुन्छ प्लिज आशिषवाद। Where there is love, the presence of God is there. जब त्यहाँनिर कुनै पनि प्रेम छ भने परमेश्वरको उपस्थिति छ। The last one, अनि अन्तिममा environment. एउटा वातावरण, Environment. वातावरण Why character is very important. किन चाहिँ एउटा चरित्र चाहिँ महत्त्वपूर्ण छ भने Environment is the place where we live and socialize with other people. एउटा वातावरण भनेको चाहिँ यस्तो ठाउँ हो जहाँ कि मानिसहरू बस्दछन्, But we mix with the different people in the community. तर हामी एउटा समुदायमा भएकोले कारणले गर्दाखेरि विभिन्न जाति, विभिन्न एउटा भनौँ न चरित्र भएको व्यक्तिहरू मिश्रित भएर बस्छ। Check the area where you are living. तपाईँ जहाँ बसे तापनि तपाईँ जुन ठाउँमा बस्दै हुनुहुन्छ नि तपाईँको त्यो स्थानलाई ठाउँलाई चाहिँ जाँच्नुहोस्। Deuteronomy 6, 14, 15. व्यवस्था 6 को Deuteronomy 6, 14, 15. Then you will see the meaning of environment. Deuteronomy 6, verse 14, where we make wrong mistakes. Deuteronomy 6, 14, 15. यहाँनिर यसो व्यवस्था 6 अध्यायको 14 र 15 पदमा Listen. तिमीहरूका वरिपरिका जातिहरूका अरू देवताहरूका पछि नलाग्नु। 15 मा किनकि तिमीहरूका बीचमा रहनुहुने परम प्रभु तिमीहरूका परमेश्वर डाही परमेश्वर हुनुहुन्छ, नत्रका परम प्रभु तिमीहरूका परमेश्वरको तिमीहरूमाथि दन्कने छ र उहाँले तिमीहरूलाई पृथ्वीबाट नाश गर्नुहुनेछ। Amen. आमेन। God talked to the children of Israel. परमेश्वरले इजरायली मानिसहरूलाई भन्नुभयो, I'm sending you to a foreigner land.
म तिमीहरूलाई एउटा विदेशी ठाउँमा पठाउँदैछु Do not worship idols. तिमीहरूले चाहिँ कुनै पनि विदेशी देवी देवतालाई Do नपुज्नु not follow their characters. उनीहरूको चालचलनलाई व्यवहारलाई अनुकरण नगर्नु You people from Asia, Nepalian, wherever, तपाईँ जुनै ठाउँबाट आए तपाईँ And एसियन the हुनुहुन्छ Africans. म अफ्रिकन हुँ our children, हाम्रो बालबच्चाहरू चाहिँ we copy the character. हामी चाहिँ के एकअर्कामा चाहिँ आफ्नो व्यवहारहरू चाहिँ भनौँ न In the तरिका school, यदि स्कुलमा पनि in the school, स्कुलमा the Bible said, do not worship. अनि बाइबलले भन्नुहुन्छ कि कुनै पनि त्यस्तो कुरालाई आराधना नगर्नु You have your culture. तर तपाईँको एउटा भनौँ न Americans have their own culture. हाम्रो एसियनहरूको फुलकै फाल्टै संस्कार Do छ not एसियनहरूको follow फाल्टै their संस्कार छ एक अर्काको त्यो संस्कारलाई The fear of God is the Leading. beginning of wisdom. तर हामीले परमेश्वरको भयलाई र परमेश्वरको ज्ञान र है वचनलाई लिनुपर्दछ Young generation, अनि जवान नानीहरू they go to school. अनि उनीहरू स्कुल जाँदछन् American boys, अनि अमेरिकन बोइजहरू they put the hair rastas up to here. अनि अमेरिकन बोइजहरूले चाहिँ के गर्छ भने चाहिँ Yes, the hair up to here, this way. यो Yes, that's number one. American boy, they put their socks this way. Allowed me. They walk this way, the roads. है हो This way. कति अब अमेरिकन Yes, sir. Yes, नानीहरूले sir. चाहिँ के गर्छ भने के छ They put their, मजाहरू माथि माथि तार्ने their innerwear. अनि है Yeah. एउटा सही तरिकाले एउटा नलगाउने तल झार्ने Hello. हजुर हेर्नुहोस् Yes. Women, ladies, you have a long dress. You have a स्त्रीहरू long dress. स्त्रीहरू तपाईँको लामो पहिरन छ American culture, अनि अमेरिकन कल्चरहरूमा चाहिँ got up to here. अनि तपाईँलाई त्यो लामोसम्म चिरेको पनि You go to the people, you dance. अनि कति ठाउँमा हामी है त्यस्तो जान्छन् र नाच्छन् What are you showing? तर त्यहाँनिर नाच्दै What are you showing? अरू मानिसहरूलाई चाहिँ के देखिँदैछ त God said, परमेश्वरले भन्नुहुन्छ do not copy. तर परमेश्वरले भन्नुहुन्छ अरूको त्यो I will kill you. संस्कृति अरूको त्यो कुरालाई चाहिँ नलेऊ That's why you can see यदि लिएको खण्डमा तिमीहरूले our माने young generation, अब कुनै पनि यहाँनिर नयाँ men पुस्तालाई and the women, अनि श्रीमान श्रीमती अथवा they महिला don't पुरुष have blessing. उनीहरूसँग आशिष छैन They are just only walking. अनि एकअर्कामा भनौँ त्यतिकै They हिँड्ने don't मात्रै listen to their parents. अनि जवान नानीहरूले चाहिँ आफ्नो अभिभावक बाबा आमालाई सुनेको Proverbs छैन says, प्रभावले भन्नुहुन्छ children, हितोपदेशको Obey your पुस्तकमा भन्नुहुन्छ